नेपालको इतिहासमा एउटा यस्तो बिहानी जुन आशाले त भरिएको थियो तर सुरुदेखि नै एकदमै कमजोर थियो। हो, आज हामी त्यही 1951 को दिल्ली सम्झौताको कुरा गर्दैछौँ। एउटा सम्झौता जसले नेपालको भविष्यलाई एउटा अनिश्चित मोडमा ल्याएर छोडिदियो। यो भनाइले त्यो समयको नेपाललाई कस्तो सटीक रूपमा वर्णन गर्छ हैन त? एक शताब्दी भन्दा लामो राणा शासनको जुन मौनता थियो नि, त्यो एकैचोटि ढडाममा फुटेको होइन। बरु त्यसमा बिस्तारै साना चिराहरू पर्न थालेका थिए र ती चिराहरू एउटा ठूलो राजनीतिक भूकम्प आउँदैछ भन्ने संकेत थिए। अनि त्यो भूकम्पको केन्द्रबिन्दु नोभेम्बर 1950 को एउटा घटना। नेपालका राजा त्रिभुवन दरबारबाटै एकाएक बेपत्ता भए। सोच्नुस् त, यो कुनै सामान्य कुरा थिएन। यो त एउटा यस्तो कदम थियो जसले 104 वर्ष पुरानो शासनको जग नै हल्लाइदियो। अब राजा नै नरहेपछि त्यो दरबार त खाली भयो नि, हैन र? भयो के भने राजा त्रिभुवन, जो वर्षौंदेखि राणाहरूका लागि नाम मात्रका शासक थिए, उनले आफ्नै पहरेदारहरूलाई छलेर सिधै भारतीय दूतावासमा शरण लिन पुगे। अब उनको यही अनुपस्थितिले देशमा एउटा ठूलो पावर भ्याक्युम, भनौँ न शक्ति शून्यता सृजना गर्यो र त्यो खाली ठाउँ भर्नका लागि होडबाजी चल्नु त स्वाभाविक नै थियो। 104 वर्ष यो केवल एउटा नम्बर मात्रै होइन, यो त नेपालको इतिहासको त्यो लामो कालखण्ड हो जहाँ शाह राजाहरू नामका मात्र थिए। वास्तविक शक्ति त एउटै परिवार राणा प्रधानमन्त्रीहरूको हातमा थियो। यो अलगाव, नियन्त्रण र रोकिएको प्रगतिको एउटा लामो कथा थियो जुन अब सायद अन्त्य हुने बेला आएको थियो। राणा शासनको सबैभन्दा ठूलो सङ्कट नै यही थियो, उनीहरूको वैधानिकता। उनीहरूको पुरै शासन प्रणाली राजाको नाममा टिकेको थियो। अब जब राजा नै छैनन् भने उनीहरूको शासन गर्ने अधिकार कहाँबाट आयो? वैधानिकता नै सकियो। अब उनीहरू शासक रहेनन्, केवल एउटा देशलाई बन्धक बनाउने परिवार जस्ता भए। राजा गएपछि जुन राजनीतिक मञ्च खाली भयो नि, त्यहाँ अब 3 प्रमुख पात्रहरू देखा परे। भनौँ न, एउटा राष्ट्रिय नाटकका 3 मुख्य खेलाडीहरू, र हरेकको आफ्नै स्वार्थ थियो, आफ्नै उद्देश्य थियो, जसले नेपालको भविष्यको कथा लेख्दै थियो। त्यसो भए को थिए त यी 3 खेलाडी? ल हेरौँ। पहिलो, राणाहरू आफै, जो जसरी हुन्छ आफ्नो शक्ति जोगाउन चाहन्थे। दोस्रो, भारतमा बसेर सङ्घर्ष गरिरहेको नेपाली कङ्ग्रेस, जसको एउटै लक्ष्य थियो प्रजातन्त्र। अनि तेस्रो, हाम्रो छिमेकी भारत, जसलाई के चासो थियो भने नेपालमा अस्थिरता नफैलियोस् र आफ्नो प्रभाव पनि कायम रहोस्। हो, यही मौकाको फाइदा उठायो नेपाली कङ्ग्रेसले। राणाहरू कमजोर भएको बेला उनीहरूमाथि दबाव बढाउन थाल्यो। देशका विभिन्न ठाउँमा साना सशस्त्र आक्रमणहरू सुरु भए। अब यो कुनै ठूलो क्रान्ति त थिएन, तर यो एउटा एकदमै चलाख रणनीतिक चाल थियो, वार्ताको टेबलमा बस्दा आफ्नो कुरा बलियोसँग राख्नका लागि। तर नेपालको भविष्यको अन्तिम निर्णय लडाईँको मैदानमा भइरहेको थिएन। यो त बन्द कोठाहरूमा कूटनीतिक टेबलमा हुँदै थियो, र त्यो टेबल काठमाडौँमा थिएन, त्यो थियो दिल्लीमा। यसले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। आखिर नेपालको भविष्यको निर्णय कसले गर्यो त? यो प्रश्नको जवाफमा नै त्यो बेलाको पुरै राजनीतिक खेल लुकेको छ। सोच्नुहुन्छ होला, जनताले गरे? गरेनन्। दरबारले गर्यो? त्यो पनि होइन। अचम्मको कुरा के छ भने नेपालको भाग्यको फैसला नेपालभित्र भएकै थिएन। त्यसो भए कहाँ भयो त? जवाब हो, दिल्लीको एउटा सम्मेलन कक्षमा। हो, नेपालको भविष्यको निर्णय दिल्लीमा हुँदै थियो, जहाँ भारतले मध्यस्थकर्ताको भूमिका खेलिरहेको थियो। राणा, कङ्ग्रेस र राजा, तीनै पक्षका प्रतिनिधिहरू भारतको निगरानीमा बसेर एउटा सम्झौता गर्दै थिए। हो, त्यही बैठकबाट जन्मियो दिल्ली सम्झौता। यो सम्झौताले नेपालको राजनीतिमा एउटा पुरै नयाँ अध्याय सुरु गर्यो। यसले 104 वर्ष लामो राणा शासनलाई त औपचारिक रूपमा अन्त्य गर्यो, तर सँगसँगै एउटा नयाँ र एकदमै जटिल राजनीतिक संरचनाको ढोका पनि खोलिदियो। अब सम्झौता अनुसार जुन नयाँ सरकार बन्यो नि, त्यो कुनै एक पक्षको थिएन। यो त एउटा खिचडी जस्तै थियो, जहाँ शक्तिलाई 3 भागमा बाँडियो। एकातिर राजतन्त्र, अर्कोतिर पुरानै राणाहरू, र तेस्रोमा नयाँ खेलाडी राजनीतिक दलहरू। यो एउटा निकै असहज गठबन्धन थियो, जसले तत्कारको लागि सङ्कट त टारिदियो, तर भविष्यमा अस्थिरताको बिउ भने पक्कै रोप्यो। तर हेर्नुहोस्, कागजमा लेखिएको सम्झौता एउटा कुरा हो र जमिनको यथार्थ अर्कै कुरा।
अब त्यही कमजोर बिहानीको वास्तविकतामा डुबौं, जहाँ दिल्ली सम्झौताले ल्याएका परिणामहरू कति जटिल र विरोधाभासपूर्ण थिए त्यो हेरौं। जब राजा त्रिभुवन काठमाडौँ फर्किए त्यो दृश्य हेर्न लायकको थियो। सडकहरू मानिसको भिडले भरिएका थिए, सबैमा उत्सव र आशा थियो। 1 शताब्दी लामो मौनता टुटेको थियो। मानिसहरूका लागि यो राजा फर्किएको मात्रै थिएन, यो त परिवर्तनको एउटा जीवन्त सङ्केत थियो। उनीहरूलाई लाग्यो अब साँच्चै केही बदलिँदैछ। तर प्रश्न यो थियो, के त्यो परिवर्तन साँच्चै गहिरो थियो? यहाँनिर हेर्नुस् त, प्रतीकात्मक विजय र वास्तविक शक्ति संरचना बीच कत्रो खाडल छ। एकातिर देखाउनको लागि राणा प्रधानमन्त्रीले राजीनामा दिए, जनता भन्ने शब्द सरकारी भाषामा आयो, तर अर्कोतिर सेना र प्रशासनमा त पुरानै राणाहरूको पकड उस्तै थियो, केही बदलिएकै थिएन। अनि यी सबै राजनीतिक उथलपुथलको बीचमा आम नेपालीको जीवनमा के फरक पर्यो त? खासै केही पनि होइन। उनीहरूको लागि संविधानको धाराभन्दा पेटको भोक ठूलो थियो। खेत जोत्नुपर्ने बाध्यता उस्तै थियो। परिवर्तनको ठूला ठूला कुराले उनीहरूको दैनिक जीवनलाई तत्काल छोएकै थिएन। अब लागौं त्यो सम्झौताको सबैभन्दा महत्त्वपूर्ण र दूरगामी परिणामतर्फ, त्यो हो राजतन्त्रको भूमिकामा आएको ठूलो परिवर्तन। र यही नै दिल्ली सम्झौताको सबैभन्दा ठूलो असर थियो भनौँ न। अब राजा राणाका कैदी थिएनन्, बरु उनी त राणा र कांग्रेस बीचको शक्ति सङ्घर्षमा एउटा निर्णायक रेफ्री बनेर फर्किए। दुवै पक्षलाई मिलाउने, सन्तुलनमा राख्ने र अन्तिम निर्णय दिने शक्ति अब राजाको हातमा आयो। यसले त राजालाई पहिलेभन्दा झन शक्तिशाली बनाइदियो। र यो अन्तिम भनाइले भविष्यमा के हुन सक्थ्यो भन्ने स्पष्ट सङ्केत गर्छ। मध्यस्थकर्ताहरू जब खतरा महसुस गर्छन्, अक्सर नियन्त्रण रोज्छन्। यसले शक्ति र नियन्त्रणको खेलबारे एउटा गहिरो प्रश्न छोडेर जान्छ। के एउटा कमजोर सम्झौताले साँच्चै स्वतन्त्रता ल्याउँछ, कि यसले केवल नयाँ खालको नियन्त्रणको लागि बाटो मात्र बनाउँछ? सोच्नुपर्ने कुरा हो।